आज चाहिँ हामी सोनापुर घुम्दै हो होइन सर्ट लाएर आज चाहिँ म दुबईको पार्क घुम्दैछु है त म साथी दाइहरू पार्कमा आएको थिएँ घुम्नलाई अहिले चाहिँ साँझ 5 बज्न लागेको छ दुबईको चाहिँ शान्त छ चराहरू कराइरहेको छ पारी पारी रुखहरू पनि छ यहाँ पारी पारी मयुरहरू पनि पाइँदो रहेछ यस्तो जिम गर्ने ठाउँ भने छ हामी चाहिँ बिहान जहिले दौडिनलाई यही पार्कमा आउँछौँ आज चाहिँ दिउँसो दाइहरूसँग यसो घुम्न आइदिएको साथी भ्लग गर्दैछ है साथी नि युट्युबर हो उसको चाहिँ उसले नि युट्युब भिडियोहरू बनाउँछ होइन म पनि टक्कलाई युट्युब भिडियो भ्लगहरू बनाउनलाई सिक्दैछु है त मलाई बोल्न ओर्नु चाहिँ खास चाहिँ आउँदैन होइन म टक्क ट्राई गर्दैछु है त ट्राई गर्दैछु अनि सिक्दै पनि छु है त कसरी भिडियो भ्लग बनाउने भनेर कस्तो छ हेरिदिनु होला है त जिन्स प्यान्टमा चप्पलमा सर्टमा पुरै यो हामी मान्छे चाहिँ मनै होला पहिलो दुबईमा यहाँ पिङ चढ्दै हो त बच्चा लिने हो कि के हो अहिले देख्यो भने गाडी गर्छ कि थाहा छैन तर हामी चाहिँ फुल इन्जोय गर्दैछ होइन यो चाहिँ स्टार्ट हो यो एक राउन्डभन्दा 500 मिटर हुन्छ है त यहाँ चाहिँ स्टार्ट गरेको होइन लु हामी दौडिँदैछ है त यो हिँड्दा हिँड्दा थाकि पनि सक्यो ऊ हाम्रो सुमन साथी चाहिँ एकदम हिँड्नै नसक्ने होइन यो एक राउन्ड हान्दा चाहिँ 500 मिटर हुन्छ कि होइन रनिङकै लागि जस्तो यस्तो राखेको छ हामी चाहिँ चट्ट ल्याएर एक राउन्ड हान्छौँ अनि रुम फर्किन्छौँ है त रात पनि परिसकेको छ फोक्सो फुट्न आँटेछ कुद्दा कुद्दा हामी चाहिँ अघि एकछिन दौडिदिएको कि स्याहाँ स्याहाँ हुँदैछ होइन तर अति नै शान्त ठाउँ छ कि रमाइलो ठाउँ छ होइन ल यस्तो फुलहरू सजाएको छ होइन चट्ट लगाएर अति नै दामी बनाइसक्यो तर बिरालो कालो कालो बिरालो है दुबईमा चाहिँ जहाँ गयो नि बिरालो चाहिँ हुन्छ है अब नेपालमा त कालो बिरालोले बाटो काट्यो भने सायद पर्दैन भन्छ क्या अरे यहाँ त दुबईमा त जहाँ जाँदा नि बिरालो देख्छ यो पार्कमा लाइटहरू चाहिँ सोलरबाट बल्दो रहेछ है त सोलरबाट बल्दो रहेछ साँझ भइसकेको छ त्यही भएर लाइटहरू नि बल्दैछ है त हामीले साँझमा इभिनिङ वाक आइदिएको बिहान म अरू दाइहरू चाहिँ प्रायः यहीँ दौडिन आउँछ होइन आज चाहिँ अरू साथीहरूसँग आइदिएको यसो घुम्नलाई साथीहरू यहाँ नआएको भएर यो चाहिँ बयर कि के हो अरे यो चाहिँ बयर हो होइन दानाहरू पाउँछ है यस्तो यस्तो दाना हुन्छ होइन दाना हुन्छ खानु नि मिल्छ तर अहिले कुहिएको भएर म चाहिँ खाँदिनँ होइन यहाँ जिमहरू सबै छ जिम गर्नको लागि नि राखेको छ हामी क्याम्पबाट 2.5 घन्टा होइन हामी क्याम्पबाट चाहिँ 2.5 किलोमिटर हिँडेर आएको यहाँ चाहिँ मयुरहरू नि पाउँदो रहेछ होइन के कसो होइन मयुरहरू कराउँछ यो बयर चाहिँ यस्तो बयर चाहिँ यो है त बयर खायो भने मिठै हुन्छ अमिलो हुन्छ तर किरा रहेछ किरा रहेछ हुँदैन हौ कस्तो जाँडको गन्ध आयो मलाई चाहिँ बयर है यो बयरको रुख हो यो बयर है बयर अरूले त नखाँदो रहेछ हामी नेपाली मात्रै होला होइन पुरै बिग्रेको मात्रै भेट्यो होइन यहाँ चाहिँ प्रायः नेपालमा भने चराहरू सबै पाइन्छ क्या ढुकुरहरू होइन ढुकुरहरू नि पाइन्छ मयुरहरू प्याँ प्याँ गरेर कराउँदैछ होइन
टक्क लाएर खै बजार दामी मिठो खाइदिउँ कि होइन बहिरै रहेनछ होइन। अब हामी यहाँबाट निक्लिनु लागेको यहाँ जिमसिम गरियो यस्तो छ। ऊ साथी चाहिँ जिमसिम नगर्ने है एकदम अल्छी छ एकदम अल्छी छ होइन। उनी युट्युबरै हो त्यही भएर साथी आएको जो सब्सक्राइबरहरू खत्रै छ होइन। हामी जो सिक्दैछु है त सिक्दैछु होइन। मेन कुरा चाहिँ मलाई बोल्नै आउँदैन होइन। बोल्नुको लागि एकदम 100% दिएर होइन कोसिस गर्दैछु होइन त। बोल्नलाई कोसिस गर्दैछौँ लाज नआउँछ मलाई धेरै भिडभाडमा गर्नलाई। यहाँ चाहिँ शान्त शान्त रहेछ र एउटा भिडियो बनाउनु कोसिस गरिदिउँ न त भनेर भिडियो बनाउनलाई ट्राई गरेको हो होइन। तर कस्तो आएको छ मैले देखेको छैन है आफूले घरै गएर हेरिन्छु। हामी चाहिँ अहिले चट्ट लगाएर 500 मिटर पुग्यो है त। यो त आफै हल्लेकोले छ यो हल्लिन्छ उ त्यो स्प्रिङ छ नि त आफै हल्लिरहेको त्यो चाहिँ यस्तो आफै हल्लिरहेको होइन। त्यो चरा जस्तो बच्चाले खेल्ने ठाउँ पनि छ होइन। पुरै स्ट्रिट लाइटहरू बल्न थालिसकेको छ। यो साँझ पऱ्यो नि त। कति बज्यो छ यहाँ नेपालमा यहाँ दुबईमा कति बज्यो हेर्नु त। 4:30 भएको छ होइन। 6:30 7 8 नेपालमा त 8:30 8:45 जति भइसकेछ होइन। यहाँ चाहिँ उज्यालै छ है त। अब हामीबाट फर्केको है त चट्ट लगाएर होइन। गेटहरू यस्तो छ। यो चाहिँ यहाँ अरबिकहरू लोकल बस्ने एरिया हो है त। यति शान्त हुन्छ है। रुखहरू रोपेर अति नै हरियाली यस्तो जङ्गल बनाएको छ। चराहरू अब बास बस्नु लागेको छ नि त च्याउ 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 कराउँदैछ। अब हामी यहाँबाट जाने होइन। अब हामी यहाँबाट जाँदैछौँ त मयुर हेर्ने भन्छ साथीले। मयुर देखाइदिउँ न। मयुरले हल्ला गर्दैछ कि पुरै जङ्गलमा यस्तो छ है त। पाउनु हामी यहाँबाट जाउँ। तर थाहा छ फेरि यहाँबाट गएपछि हामी यता बढी हिँड्नुपर्छ नि। छिटो जाने कि मयुर हेरेर जाने? छिटो जाने हो छिटो जाने। अब ल मयुर हेर्दै जाउँ भने साथीलाई हतार हुने रे होइन। साथीको हार्दैन कहाँ छ? ए धन्दाहरू साँच्ची कहाँ गयो यार? ए यहीँबाट जाँदैछ धन्दा होइन अझै तपाईँले दोमन गरिदियो यार। यति सफा छ कि यहाँनिर धुलो भन्ने उठ्दैन। चराहरू अति नै कराउँदैछ बास बस्नलाई होला होइन। मयुरको आवाज चाहिँ कस्तो बिरालो जस्तो हुँदो रहेछ नि होइन। बिरालो जस्तो हुँदो रहेछ। ऊ चाहिँ भिडियो अघि बनाइसक्यो होइन। ऊ चाहिँ अलिक भिडियो कस्तो आएछ भनेर हेर्दैछ। म चाहिँ भर्खर गर्दैछु है। मलाई चाहिँ भिडियो गर्ने खासै एकदमै गाह्रो लाग्छ है। यहाँबाट चराहरू एकदम आवाज आइरहेछ होइन। तपाईँहरूले पनि सुन्नु सक्नुहुन्छ होला। यहाँ मयुर नै हुन्थ्यो होइन। तर अहिले चाहिँ मयुरहरू सबै बास बसेको रहेछ कि अँध्यारो भयो। त्यो छैन होइन यो रुखमा छ त। मलाई चाहिँ मयुर उयो हेर्नु है त उता ल यो चाहिँ मयुर हो है त। मजाले रोडतिर नि चढ्दैछ। यो यही जङ्गल नजिकै भएको भएर रोडतिर नि चढ्दैछ। नेपालमा भएको भए चाहिँ यसलाई गुलेतीले हानेर खालिसक्थ्यो होला। तर यहाँ दुबईमा चाहिँ कसैले केही पनि गर्दैन होइन त चराहरूलाई यस्तो मयुरहरूलाई। ल मयुर चाहिँ यो रुखमा बस्दो रहेछ है त। राति पनि यही रुखमा बस्छ होला। यस्तरी बस्दो रहेछ है त मयुर चाहिँ। त्यो हाइवे हो होइन। अब हामी अरू यता माथि जानुपर्छ। मैले तपाईँलाई अघि भने होइन। उता गाडी आउनु ठाउँ छैन क्या। दाइ अनि सँगै आएको थियो है। हामी अब दाइहरू चाहिँ पार्कबाटै छुटेछ भने हामी पार्कमै भिडियो गर्न थाल्यो। दाइहरू चाहिँ गइसक्नु भएको छ। अब हामी पनि जाँदैछौँ है त क्याम्प। यहाँ लगभग 6:30 बजे पनि उज्यालो नै छ होइन। भर्खर साँझ परेको छ। टक्क लगाएर मेन बाटो चाहिँ यस्तो देख्छ। अब हामी मेन बाटो आयो होइन। मेन बाटोमा अब अहिले भिडियोलाई यहीँ बन्द गरिदिउँ है त। ल है त मयुर पनि देख्यो है त हामीले। मजुर हो मुजुर हो कि मयुर हो होइन। तर देख्नु चाहिँ देख्यो। अब हामी क्याम्प जाँदैछौँ है त।
क्याम्प जाँदैछु होइन मजुर गरायो ऊ यसरी कराउँदो रहेछ ऊ पारी है के त आउँछ त्यो यता आउँदैन उता त्यो जङ्गलमा बस्छ है मयूर चाहिँ मयूर जङ्गलमा बस्छ अब रात परिसकेको छ है कुनै रातको झिलिमिली देखाउँछु है त म तपाईँहरूलाई होइन त्यो हाइवे हो है त यहाँ ट्राफिक लाइटको चाहिँ अति नै जाम हुँदो रहेछ एक साइडमा बल्ल खुलेको छ अर्को साइडमा चाहिँ भर्खर जाम चलिरहेको छ है त यहाँनिर दुवैमा नि जाम चाहिँ हुँदो रहेछ तर नेपालमा जस्तो त्यत्तिकै हावा जाम होइन यहाँ चाहिँ सबै ट्राफिक चोकको ट्राफिक लाइटको जाम हुँदो रहेछ त एकछिन जाम भएपछि खुलिहाल्छ है त साथी चाहिँ पुरै सिङ्गर हुँदैछ होइन हामी रङ्गल घारीमा होइन यस्तो माटोको बाटो छ है पुरै यस्तो हिँडी जाँदैछौँ है त ओहो माटो सब उछाटेको चप्पलले चप्पल लगाएर आएको कि बालुवामा क्या गाडी रात परिसक्यो है टक्क लगाएर दोस्रो नारायण गोपाल हुने कोसिस गर्दैछ हामी ल फर्किँदैछौँ है त पार्क पनि घुम्यो है पार्क घुमेर फर्किँदैछौँ है त आउँदैन यहाँदेखि आउँदैन है त साथीको गीत पनि युट्युबमा है त ल गाइस हेरिदिनुपर्छ ल साथीको चाहिँ सिएमजी स्टुडियो भन्ने युट्युब च्यानल छ है त सपोर्ट गरिदिनु सिएमजी स्टुडियो युट्युब च्यानल छ होइन तर फेरि ऊ त सिङ्गर मात्र होइन है त डान्सर पनि हो डान्सर पनि हो डान्स टिचर पनि हो होइन टिचर पनि हो अनि ओहो कस्तो दामी आइदियो है भ्युज चाहिँ है अरू त त्यो आकाश हेर्नु न आकाश क्या ग्रिन देखेको छ भ्यू दामी आयो होइन अब यही हो हामी क्याम्प आउन थालिसकेको छ है दिनभरि घुमियो अब अहिलेलाई भिडियो चाहिँ लगभग यति नै गरिदिउँ क्यारे होइन यो ग्रान्ड हाइपर मार्केट अगाडि छ है खै अघि त दामी आएको थियो फेरि घरिघरि आउँदैन है रातिको क्याम्पमा यस्तै है बस अब हामी क्याम्प पनि आउन थालिसकेको छ होइन सो अहिलेलाई चाहिँ यति नै गरिदिउँ होला है नेक्स्ट भिडियो है त नेक्स्ट भिडियोमा चेक इट आउट अरू भिडियो पनि हेरिदिनु होला सपोर्ट गरिदिनु नेक्स्ट भिडियोमा है त कमेन्ट गरिदिनु ओके ल थ्याङ्क यू है त You just always been a tight rush that I've been laid back, yeah. I don't wanna skip steps, you know that. So if you're with it, then say yeah.